आँखा बन्द होस्, पवित्र हुने ओमकारबाट हाम्रो शरीरमा एक प्रकारको शक्ति सञ्चार भइरहेको छ, त्यसको अनुभव गर्ने, त्यसको अनुभूति सानो प्रार्थनाबाट सुरु गर्छौँ। सदाशिवसमारम्भं शङ्कराचार्यमध्यमाम् अस्मत् श्री गुरुपर्यन्तं वन्दे गुरुपरम्पराम्। लामो गहिरो श्वास लिऊँ, बिस्तारै छोड्दै वरिपरिको वातावरण सजग हो, आफ्नो शरीर श्वास र मनप्रति सजग हो। फेरि लामो गहिरो श्वास लिऊँ, प्रसन्न हुँदै खुसी हुँदै मुस्कुराउँदै आफ्नो समय लिएर आँखा खोल्नु। सबैलाई नमस्कार। हामी सुरु गर्दैछौँ। सबैजना उठेर पहिला अलिकति वार्म अप गर्छौँ अनि हामी अरू आसनहरू गर्छौँ। पैतालाको अङ्गाले मात्रै टेकेर आफ्नो शरीरलाई अगाडि पछाडि, शरीर हल्का स्प्रिङ जस्तो छोडिदिने, अगाडि पछाडि अगाडि पछाडि अगाडि पछाडि गर्ने। प्रसन्न हुँदै खुसी हुँदै मुस्कुराउँदै गर्छौँ। जे गर्छौँ कुर्कुचाले टेक्नु हो, कुर्कुचाले टेकेर आफ्नो शरीरलाई हल्का गरेर अगाडि पछाडि सानो वार्म अप गर्दैछौँ। हामी वार्म अप पछि हामी आसनहरू गर्न जान्छौँ। पैतालाको बाहिरी भागले टेकेर अगाडि पछाडि गरौँ। पैतालाको बाहिरी भागले टेकेर अलिकति अगाडि पछाडि गरौँ। पैतालाको भित्री भागले टेकेर अगाडि पछाडि गरौँ। प्रसन्न हुँदै खुसी हुँदै मुस्कुराउँदै बन्द, नासिकाबाट श्वास पछाडि, अब पछाडि अगाडि गोडाहरूलाई पालिस, अगाडि पछाडि। आनन्द कहाँ गयो? गोडाहरूलाई फोल्ड गर्ने, शरीर हल्का गरिरहनुहोस्। जोड्नुहोस्। विश्राम गर्नुहोस्। नाकबाट श्वास लिनुहोस् र मुखबाट छोडिदिनुहोस्। मुख बन्द, नासिकाबाट श्वास लिँदै छोड्ने। थोरै रोटेसन गर्छौँ हामी। पहिला नेक रोटेसनबाट सुरु गर्छौँ। श्वास लिँदै दाहिने, श्वास लिँदै माथि र छोड्दै देब्रे, श्वास लिँदै माथि र फेरि राइट, फेरि माथि र लेफ्ट, श्वास लिँदै सिधा र अगाडि, श्वास लिँदै सिधा र पछाडि, श्वास लिँदै सिधा र अगाडि। रोटेट गराउने, नेक रोटेसन भन्छ यसलाई। यो सूक्ष्म छ तर अति महत्त्वपूर्ण छ। प्रसन्न हुँदै खुसी हुँदै मुस्कुराउँदै गर्छौँ है।
एन्टी क्लकवाइज विपरीत दिशा विश्राम गरौँ। दुवै हातलाई सिधा मुठी भित्र पार्नुहोस्, मुठीलाई घुम्नुहोस्। हरेक जोइन्टहरूको एक्सर्साइज गर्न जरुरी छ। दुवै हातलाई एन्टी क्लकवाइज अर्को दिशाबाट पनि फेरि पन्जालाई खोल्नुहोस्, तल माथि गर्नुहोस्, तल माथि श्वासको लयमा सिधा गर्नुहोस्, बाहिर भित्र। अहिले विश्राम गरेर हल्का मुठी पार्नु, नजिक ल्याउनुहोस्, गरेर फाल्दिनुहोस्। दायाँ अगाडि, बायाँ दुईटै हात सँगै। मेरो हात एउटा माइक छ, त्यसैले विश्राम गर्नुहोस्। हात फोल्ड गरेर कुममा लानुहोस्, दुईटै हात। श्वास लिँदै माथि, श्वास छोड्दै तल, लिँदै माथि र छोड्दै तल, लिँदै माथि र छोड्दै तल, श्वासको लयमा। अब पछाडिबाट माथि र अगाडिबाट तल, अपोजिट। सिधा फोल्ड, सिधा फोल्ड, सिधा र बिस्तारै। यो घरमा गर्दा तपाईँले धेरैपल्ट गर्न सक्नुहुन्छ। यो जुन सिक्नुहुन्छ नि, यहाँ आएर औपचारिकता निभाउने मात्र होइन, त्यो सबै तपाईँले गरेर आफ्नो घरमा आफूले गर्नुपर्ने जरुरी हुन्छ है त। कम्मरमा हात राख्नुहोस्, 4 औँला पछाडि, बुढी औँला अगाडि। आफ्नो शरीर कुइना कुम्ला अलिकति तन्काउनुहोस्, खिच्नुहोस्। पछाडि आफूलाई सम्हाल्दै बेहोसीमा होइन, फेरि लडिएला, चक्कर लाग्ला, धेरै पछाडि जाने, ठिक्क पछाडि। अनि बिस्तारै सिधा हुने। हातको पोजिसन चेन्ज, अगाडि 4 औँला, अब खुट्टा नजिक ल्याउने, कम्मरको